ल सबैलाई नमस्कार है। अब सुरु गरौँ। अब आजको सेट हेर्नुहोस् त। अब आजको सेट 1 नम्बरदेखि हेर्नु है। 1 नम्बरमा समूहमा नमिल्ने कुन भन्ने छ? ट्राइभेट। ट्राइभेट भनेको ओदान। यस्तो ट्राइभेट भने ओदान, तीनटा हो ओदान। 2मा यो ट्रिब्युटरी भनेको दुईटा नदी जोडिएको ठाउँलाई ट्रिब्युटरी, यो ट्रिब्युटरी हो। यो दुईवटा नदी जोडिएर बग्ने ठाउँलाई ट्रिब्युटरी भन्छ। अनि ट्राइएड भनेको 3टा मान्छेको समूहलाई ट्राइएड भन्छ। अब ट्राइडेन्ट भने त्रिशूल। ट्राइडेन्ट भनेको त्रिशूल। अब त्रिशूल भनेको यस्तो भनेपछि नमिल्ने ट्रिब्युटरी बी आन्सर। यो चाहिँ दुईटा नदी जोडिएको मात्रै हुन्छ, अरू चाहिँ सबै त्यो 3टाको समूह। त्रिशूल 3टा मान्छेको समूहलाई ट्राइवेट भने ओदान। यो आन्सर बी। ट्रिब्युटरी भने चाहिँ दोभान। अब 1 नम्बरको भइहाल्यो। अब 2 नम्बरमा हेर्नुहोस् है। 2 नम्बरमा कुन चाहिँ फरक छ भन्नु। RE 500 भनेको यो 500 रोमनमा, रोमन लेटर 500 भनेको डी, RED रेड। अब यो TA10 TA10 भने यक्स, 1 भने आई, ट्याक्सी। यो ट्याक्सी भयो। अब अर्को NA5Y, NA5 भनेको VY। अब अर्को यो 50 B50 UE, 50 भने यल, BLUE ब्लू। रोमन संख्यामा 50 भनेको यल। अब यो भी भने 5, डी भने 500, एक्स भने यो आई भने 1 भयो। यो पनि कलर भयो, रेड कलर भयो। यो पनि नाभी ब्लू कलर भयो। यो पनि ब्लू कलर भयो। भनेपछि नमिल्ने भनेको ट्याक्सी, TAXI ट्याक्सी। यो चाहिँ मिल्दैन। ल यो रेड कलर भयो, ब्लू पनि कलर भयो, यो नाभी पनि नाभी ब्लू कलर, नाभी ब्लू भन्छ, कलरको नामै हो। यो नाभी ब्लू कलर भन्छ। यो ब्लू भइहाल्यो, यो रेड भइहाल्यो। नमिल्ने भनेको ट्याक्सी। अब यसमा कन्फ्युजन छ त? यसमा नबुझ्नु भयो भन्नुहोस्। सबै कलरको नाम रहेछ, यो चाहिँ होइन रहेछ। ट्याक्सी चाहिँ कलरको नाम भयो। 500 रोमन संख्यामा 500 भनेको डी, रोमन लेटरै थाहा होइन। आई भने 1, भी भने 5, यक्स भने 10, एल भने 50, सी भने 100, डी भने 5। यति हुन्छ रोमन लेटर। एम भने 1000। ल यसैबाट भन्छ सबै आन्सर यो। अब 3 को नमिल्ने ट्याक्सी भयो। TA101, 10 भने यक्स, 1 भने आई, TAXI ट्याक्सी। ल CI गर्ने हुन्छ। यो TA, अब यसलाई 101 लाई सिधै गर्ने भयो, CI लेख्ने भयो। सी भने 100, आई भने 1। जे भने यो मिल्दैन, कुरो सकियो।
अब यहाँ हेर्नुहोस्, नम्बर 3 मा स्नेकको फ्याङको जुन यसरी उम्रिँदो सर्पले ठोक्ने फाङ भन्छ, बीले चाहिँ स्टिङ, बीले चाहिँ चिल्नी भन्छ नि। अब सकियो। अब 4 नम्बरको 1 नम्बरको बी, 1 को बी, 2 को पनि बी, 3 को डी, 4 को अब 4 को जर्ज, मेरी जर्ज, एलिस, क्लारी र स्टेफनको हालको उमेर कति छ भन्नु। अब मेरी र जर्जको 16 र 17, अब एलिस र क्लारीको 95, स्टेफन र मेरीको मेरी र क्लारीको यहाँ दुईटा मिस्टेक भयो त्यहाँ। यो दुईटा 87 होइन, एउटा यो मेरी र क्लारीको मात्रै 87 हो। यो स्टेफन र मेरीको 72 हुनुपर्यो, त्यहाँ 87 लेख्नुपर्छ, अरू ठिक छ। आन्सर ए। त्यो मेरी र स्टेफनको चाहिँ स्टेफन बराबर 72 हो। त यहाँ एउटै टाइप गर्नुहुन्छ, त्यो एउटा होइन, अरू ठिक छ। अब नजिकिनु, अरू त सबै त्योभन्दा बाहेकलाई चाहिँ अब यो मिल्छ, यो 72 हो। अब त ठिक छ, त्यहाँ दिएको राख्दै जाने, जुनमा सबै कन्डिसन एप्लाई हुन्छ त्यही ठिक हो। अब नम्बर 5 मा 4 को भयो, 4 को ए। 5 नम्बरमा हरेक वर्षको अप्रिल र जुलाईको क्यालेन्डर सेम हुन्छ। हरेक महिनामा अप्रिलमा जे क्यालेन्डर छ जुलाईमा पनि त्यही क्यालेन्डर हुन्छ। अब हरेक महिनाको अप्रिल 1 गते जे बार छ, जुलाई 1 गते पनि त्यही बार हुन्छ, सेम। अप्रिल र जुलाईको पात्रो एउटै हुन्छ। कारण के हो भने तपाईँले निकाल्नु त, अप्रिल 1 गते सन्डे भए तपाईँको जुलाई 1 गते पनि सन्डे नै आउँछ, जुलाई 1 मा पनि सन्डे आउँछ। अन्त हो मिल्छ, यो मन्डे भए मन्डे नै आउँछ, ट्युजडे भए ट्युजडे नै आउँछ। तपाईँले के बुझ्नु पर्यो भने 4 को जोड्नु न। यहाँ यहाँ मेरी र जर्जको उमेर 33, मेरीको उमेर पहिलोमा 16 छ, जर्जको उमेर 17 छ, यो दुईटा जोड्दा 33, यसरी सबैमा आउँछ। यहाँ मेरी र स्टेफनको 72 87 होइन, 72 हो, अरू सबै क्लियर छ। अब अप्रिल र जुलाई, सेप्टेम्बर र डिसेम्बर, यो हुबहु मिल्छ। एउटा हुबहु मिल्ने यो, एउटा हुबहु मिल्ने यो, हरेक वर्ष यिनीहरू चाहिँ हुबहु मिल्छन्। अनि अर्डिनरी इयरमा मात्रै चाहिँ यो जिगिहाल्छ। अनि जनवरी र अक्टोबर पनि मिल्छ। अर्डिनरी इयरमा यो चाहिँ हरेक वर्ष मिल्छ। यो चाहिँ लिप इयर परे नपरे पनि, यो लिप इयर कटेर आइसक्या चाहिँ यो अर्डिनरी इयरमा मात्रै मिल्ने चाहिँ जनवरी र अक्टोबर पनि हो। यो चाहिँ अर्डिनरी इयरमा मात्र मिल्ने हो, अरूमा मिल्दैन। लिप इयरमा यो चाहिँ सबैमा मिल्छ। यति सम्झेपछि पो अप्रिल र जुलाई, सेप्टेम्बर र डिसेम्बर, जनवरी र अक्टोबर चाहिँ लिप इयरमा मिल्दैन, अरूमा मिल्छ। यो चाहिँ सबैमा मिल्छ। यहाँ हरेक वर्ष भने नम्बर 6 मा 5 पनि भयो। 6 नम्बरमा हेर्नु त, एउटा पसलमा 16 स्याउ र 48 सुन्तोला छन्, अर्को पसलमा 36 स्याउ र 24 सुन्तोला छन्। दुई पसलमा रहेका समग्र कति प्रतिशत स्याउ फरक छ? पहिलो पसलमा
16 प्लस 48 मध्ये स्याउ 16% बदल्नुहोस्। यो स्याउको सोधेको पहिलो प्रश्नमा 16 र 48 मध्ये 16 स्याउ पर्सेन्ट 100 यसो कति पर्सेन्ट आयो? अब 16/64 इन्टु 100 16ले यसलाई 4 पटक यसलाई 25%, यसमा 25% आयो। अब अर्कोमा 36 स्याउ र 24 सुन्तला, 36 स्याउ र 24 सुन्तला, 36 स्याउ सोधेको पर्सेन्ट 100। अब 36/60 इन्टु 100 यो 6.60%। यो दुईटाको पर्सेन्ट फरक कति आयो त? यो 60%, यो 25%, पर्सेन्टको फरक चाहिँ 35%। ल आन्सर डी। यो दुईटाको पर्सेन्ट फरक चाहिँ 35%। त्यहाँ भनेकै छ त पहिलो पसलमा यति छ, दुई पसलमा रहेका समग्रमा कति प्रतिशत स्याउ फरक छ। समग्रमा यसमा 60% स्याउ छ, यसमा 25% छ, समग्रमा 35% फरक छ। क्लियर छ त क्वेसन? हेर्नु कुनै भन्दा बढी र भन्दा कम भने छैन। क्वेसनले प्रष्टै भने त दुईटा पसलमा यति यति छन्, दुई पसलमा रहेका समग्रमा कति स्याउ प्रतिशत फरक भनौँ। क्वेसन त क्लियर छ त। यसमा कति प्रतिशत स्याउको मात्रा छ, यसमा कति प्रतिशत छ, त्यो स्याउको प्रतिशत फरक चाहिँ 35। अब झुकिनु भएन नि। अब भन्दा बढी भन्दा कम भने भए एउटा टेकेर जाने हुन्थ्यो होइन। भन्दा बढी भन्दा कम भने होइन, यहाँ फरक भने फरक निकाल्दा दुईटाको छुट्टा छुट्टै निकालेर घटाउने। फरक भनौँ भने चाहिँ दुईटाको सेपरेट निकालेर घटाउने। भन्दा कम र भन्दा बढी आयो भने चाहिँ अनिवार्य यो नझुकिनु होला, यही झुकिनु जब नै आयो। अब अर्को, अब नम्बर 7 मा डोपिनेस अर्को अनक्लोकिङ डिसवासर। अब यहाँ सम्बन्ध खोज्नु पर्यो। यो भित्र यो पाइन भन्ने ट्रीको नाम रहेछ, पाइन भन्ने रुखको नाम हो, ओक भन्ने पनि रुखको नाम हो, एस भन्ने पनि रुखको नाम हो। यो ओड भित्र रुखको नाम दिया रहेछ। त्यस्तै सम्बन्ध तलकोमा क्रस फायर, यो फिर भन्ने पनि रुखको नाम हो। आन्सर यो ओड भित्र रुखको नाम घुसाएको रहेछ। यो डोपिनेस भनेपछि पाइन, अनक्लोकिङ ओक, एस, क्रस फायरमा एफआइआर, यी रुखका नाम भए। यही सम्बन्ध हुने भित्र रुखको नाम हुनु पर्यो। यो भने यसमा यो खरदारमा सोधेको छ नै हो। यो खरदारको इक्जाममा सोधेको क्वेसन हो 2075 सालमा। त्यहाँ ओल्ड क्वेसन गरेर यहाँ धेरै क्वेसनहरू चाहिँ तपाईँ कुनै नयाँ, कुनै खरदारमा सोधेको, कुनै अफिसरमा सोधेको, इन्सपेक्टरमा सोधेको, त्यो लोकसेवामा सोधेको बडै धेरै जस्तो उयो देखाएको। यो खरदारमै सोधेको क्वेसन हो, खरदारमा सोधे अफिसर। यो खरदारकै क्वेसन हो कि मैले त्यही राखिदिएँ। 75 साल खरदारको क्वेसन हो यो, त्यहाँ हेर्नु होला। अब यो केही गाह्रो छैन। अब नम्बर 8 नम्बरको 7 को भइगयो। यो त यो पनि आएन भने त अचम्मै हुन्छ नि। x% अफ y इक्वल टु 20% अफ y। यो 20% अफ y। अब यो यसलाई 10 र 20 लाई यसलाई 2 चाहियो, 10 गुणा 20, यसलाई 1 चाहियो, 20 गुणा 20, 10 गुणा 20, 20 गुणा 20 कुरो सक्यो। 2:1 सकियो। त्यहाँ तपाईँहरूले मिलाउनु पनि भएको छ। अब यसमा समस्या छ त। अब तल्लो नम्बर 8 के अरे 9 नम्बरको। अब
9 नम्बरको हेर्नुहोस् है यहाँ यो 54 पहिला यति गर्नुहोस् यो पोइन्ट सिधा राख्ने अब यहाँ यक्स थाहा छैन हामीलाई 54 पोइन्ट यहाँ 3 छ यो पोइन्ट चाहिँ सिधा राख्ने 543.0 सिधा राख्ने अब अर्को 5.43 5.43 यो सबै जोड्दा त्यहाँ राखेकै छ यो पोइन्ट चाहिँ सिधा राख्ने जोड घटाउमा पोइन्ट सिधा राख्ने अरू केही मतलब छैन अब यहाँ 603.2 छ हो ल हेर यहाँ जोडेर मिलाउनु त हो नि 3 छ भइगयो मिलो अब 4 र 0 मा यहाँ 12 को 2 चाहियो 4 र 0 मा 12 को 2 भनेपछि यहाँ 8 8 4 ले 12 को 2 हात लाग्यो 1 5 3 8 4 12 1 ले 13 को 3 मिलो हात लाग्यो 1 5 4 9 1 10 को 0 हात लाग्यो 1 5 1 6 ठ्याक्कै मिलो भनेपछि यो 8 चाहियो आन्सर यति यो पोइन्ट सिधा राख्ने त्यति हो अब यसमा कन्फ्युजन छ त यसमा कुनै कन्फ्युजन भयो भन्नु सबभन्दा इजी मेथड चाहिँ यो ठ्याक्क सिधा राख्ने 6 भइगयो यहाँ त के गाह्रो गर यस्तो त यो त तपाईँको रुनाटे होला आगो त्यो हुन्छ अब समस्या छैन अब अर्को हेर्नुहोस् है अब अर्कोमा के छ भनेपछि एकजनाले अर्कोलाई अफिसमा हत्या गर्यो अफिसमा शङ्कास्पद इक्सन जासोन जोएल्स प्याट्रिक बेनी छन् मर्ने बेलामा रगतले मृतकले एउटा क्यालेन्डर यहाँ हेर्नुहोस् है क्यालेन्डर भनेको पात्रो पात्रोको सङ्केत के गरेछ भनेपछि 6 लेखेछ 4 लेखेछ 9 लेखेछ 10 लेखेछ 11 लेखेर मरेछ यसका आधारमा हामीले कुन चाहिँले हत्यारा को होला भनौँ 6 भनेको जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन अप्रिल सेप्टेम्बर अक्टोबर नोभेम्बर यो हत्यारा चाहिँ जासोन रहेछ यो 6 भनेको जुन महिना हो क्यालेन्डरमा 6 भने जुन महिना हो 4 भने अप्रिल महिना हो 9 भने सेप्टेम्बर महिना हो 10 भने अक्टोबर महिना हो 11 भने नोभेम्बर महिना हो सक्यो अब त्यो पात्रोमा लेखेर गएपछि यो 10 को यो चाहिँ जिम्याट अन्तर्गत क्वेसन हो यो 10 को अब 11 नम्बरमा 11 मा हेर्नुहोस् त 11 मा के भन्नु भने I meet 4 of my old school friends today. In the morning, I saw Patrick. पार्टिसियालाई भेटेछ अरे दोस्रोमा त्यसले कसलाई भेटेछ भन्दा रिचेललाई RICH रिचेललाई भेटेछ थर्डमा यसले कसलाई भेटेछ भन्दा श्री सेवललाई भेटेछ अब यहाँ हेर्नुहोस् यहाँ पहिला प्याट्रिक्सलाई त बिहान भेटो अनि यहाँ तेस्रो लेटर भएकालाई दोस्रो भेटेछ PAR भनेपछि आरबाट सुरु भयो यहाँ तेस्रो लेटर भएको सीबाट सुरु भयो यहाँ तेस्रो लेटर भएको अब अर्को आरबाट सुरु हुनु पर्यो कसलाई भेटो त PAR भनेपछि आरबाट सुरु गरेर भेटो अनि RIC यो सीबाट सुरु गरेर भेटो अब आन्सर कुन चाहिँ हुन्छ आर भएको अप्सन एउटा हुनु पर्यो कुन चाहिँ यो रोडेरिक ओर्डान्जा ल योभन्दा पछाडि भने अब चाहिँ डीबाट भेट्ने हुन्थ्यो यो आर भएको त दुईटा दिँदैन नि यही झुकिनु होला दिए होइन आरबाट दुईटा दिने हो भने यो दुईटालाई लिएर सोध्दै जान्छ कि अब
ल अब नजोगिनुहोस् यो पार्टिसिया यो रिचेल यो थ्रिसेबल यो यसले आरलाई भेट्यो यसले यहाँ सीलाई भेट्यो आरबाट भेट्यो आन्छ अब त्योभन्दा पछि भएको भए डीबाट भेट्ने अब तल्लो हेर्नुहोस् है अब 12 नम्बरमा यहाँ है 12 नम्बरमा के भन्यो भने ट्याब्लेट TABLET ट्याब्लेटको चाहिँ UACMET यसले भवेललाई भवेल नै राखो अन्तिमलाई केही पनि गरेन अरूलाई टी को यु अन्तिमलाई जस्ता तस्तै राखौ भवेललाई भवेल नै राखौ यलमा ए जोड्दा यम बीमा ए जोड्दा सी टीमा ए जोड्दा यु यो भवेललाई भवेल नै राखौ भवेललाई केही गर्नु लास्टलाई नि केही गर्नु अब क्याप्सुल CAPSULE अब ई को ए नै भयो यु को यु नै भयो ई को ई नै भयो यो लास्टलाई केही नगर्ने यो भवेललाई सी को डी भयो पी को क्यू भयो यस को टी भयो यल को यम भयो ल आन्सर यो भयो यो त अफिसरको मोडल क्वेसन के क्वेसन हो यो त अब यो त तपाईले मिलाइ पनि सकेको थियो होला त्यो अफिसरको नमुना प्रश्नको क्वेसन हो यो के गर्नु बी को भन्नु हो बी को राम्रो गर्नु हो खेमराजजीले ल यो क्लियर छ अब अर्को अब अर्कोमा के भन्नु भने एकजनाले 24 दिनमा काम सक्ने गरी ठेका लिन्छ तुरुन्तै 28 जनालाई काममा लगाउँछ भनेपछि हाम्रो त जना आउने बित्तिकै त P1 PSD upon W PSD upon W PSD upon W बराबर PSD upon W 1 1 1 1 2 2 2 2 अब यहाँ घण्टा दिएको छैन उडाइदिइहाल्ने नदिएला सिधै उडाइदिने PSD upon W 24 जनालाई ठेका लिन्छ तुरुन्तै 28 जनालाई काममा लगाउँछ 28 जनाले काम गरे 18 दिनमा 24 दिनमा ठेका लिया दिनमा सक्ने ठेका लिएको त्यो मध्ये यो D1 भने 18 दिन गरेको 28 जनालाई काममा लगाएको 18 दिन गरेको काम गर्यो कति भन्दा 2/3 काम पुरा भयो 2/3 काम त्यसो भए काम बाँकी कति छ त 3 मा 2 काम पुरा भएपछि कति काम बाँकी भयो त 3 मध्ये 2 काम पुरा भएपछि 3 मध्ये कति काम बाँकी हो 1 काम बाँकी हो अब कतिजना थप्नु पर्ला भने पहिला 28 जना थिए थप्नु पर्ने यक्स अब 24 दिनमा ठेका लिए 18 दिन गरेपछि हामीसँग बाँकी भने 6 दिन छ बाँकी भनेको हामीसँग 6 दिन छ 24 दिनमा ठेका लिया त्यो 24 दिन गरे होइन 24 दिन त लिमिटेसन हो त्यो मध्ये 18 दिन यहाँ 6 दिन 24 दिन भयो यो 2 दिन 3 दिन गयो 6 त्यहाँ 18 2 ले 14 14 त्यहाँ 42 यक्स प्लस 28 बराबर 42 यक्स बराबर 42 माइनस 28 आन्सर 14 तपाईले 14 पनि निकालिसक्नु भएको थियो अब यसमा केही कन्फ्युजन छ त PSD upon W गर्ने कुरो सक्यो PSD upon W PSD अब अर्को हेर्नुस् अब 14 मा यो 13 पनि भयो 14 मा यो 24 ता ठेका लिया है यो 24 दिन राख्ने यो त दुईटा गरेर 24 हुनु पर्यो त्यति हो अब यहाँ फिस्कल स्क्राइब अर्को सेलेक्ट अर्को इनसाइड मेहेम प्युरिफाई अर्को फ्लेन्ज ल यो पेनल्टिमेट लेटर ABCDEFG अब यहाँ चाहियो यहाँ सबैमा बराबर लेटर छ यहाँ
अब कुन चाहिँ आन्सर हुन्छ? तलको आन्सर कुन चाहिँ हुन्छ? अब सी को रिदम हो। RHYTHM रिदम आन्सर यो। अब यहाँ कन्फ्युजन छ त। यसलाई पेनल्टिमेट लेटर भन्छ। यो यस्तो क्वेसन हेर्ने भयो, यो अल्टिमेट आइक्यू बुक पिजे कार्टरको। त्यहाँ लगातार त दिएको छैन, त्यहाँ धेरैवटा सेटमा त्यहाँ भित्रभित्र छ। पिजे कार्टरको अल्टिमेट आइक्यू बुक हो। अल्टिमेट आइक्यू बुकमा जानुहोस्, त्यसबाट धेरै सोधेको छ लोकसेवाले पनि। त्यसमा छ यो यस्तो खालको क्वेसन। अब यो नजिकिनुहोस्, ABCDEFGH। अब नम्बर 15 मा दुई भिन्नको गुणनफल 14/15 ती भिन्नको भागफल यति मध्येबाट ठुलो भिन्न कुन भनौँ? ल, दुई भिन्नको A इन्टु B बराबर 14 कति छ? 14/15। 14/15। त्यसो भए A बराबर 14/15B। यो इन्टु भागमा गयो। अब A/B बराबर भाग गर्दा, त्यसलाई यसले भाग गर्दाखेरि 35/24। 35/24। एउटा भिन्न A, एउटा भिन्न B, दुई भिन्नको गुणनफल यति, भागफल यति। A को मान यहाँ आयो नि, 14/15B। अनि यो त B नै छ, बराबर 35/24। ल, अब 7 दुना 14, 7 पंचे 35, 3 3 8 24, 5 3 15, 5 पंचे 25 B स्क्वायर बराबर 8 दुना 16 आयो। अब B स्क्वायर बराबर 16/25। Therefore B को स्क्वायर बराबर 4/5 को स्क्वायर। स्क्वायर स्क्वायर काटो, B भने 4/5, एउटा 4/5 रहेछ। अब मान राख्नु न A को मान, A को के अरे B को मान राख्नु त 4/5। 14/15 इन्टु B को मान 4/5। 4/5 उल्टेर माथि गयो 5। अब 5 3 15, 7 दुना 14, दुना भनेपछि 7/6। यो चाहिँ ठुलो हो, ठुलो यो हो, सानो चाहिँ यो हो। 4/, अब A को मान यदि आयो, यो B को मान भयो, यो A को मान भयो, यो ठुलो ल। अब यहाँ कन्फ्युजन छ त। दुईवटा भिन्नको गुणनफल A इन्टु B बराबर 14/15, A बराबर 14/15B इन्टु यता भागमा आयो। अब यसलाई यसले भाग गर्दा यो A/B बराबर 35/24 सकिहाल्यो। अप्सनबाट नै हुन्छ। ए, अप्सनबाट यसरी राख्नु नि। जस्तो यहाँ B को मान, A को मान कति आयो? 7/6। 7/6 इन्टु B बराबर 14/15। यो दुना, अब यसले यहाँ 3, यहाँ चाहिँ के दुना, यो चाहिँ 5, 2 दुना 4, B बराबर 4/5 हो। अब यो दुईटा गुणन गर्दा यति आउँछ आउँदैन अन्त? 7/6 इन्टु 4/5 गर्दा आइहाल्यो। यो पनि भयो। अप्सनबाट गए नि हुन्छ। अप्सनबाट गए पनि दुईटा गुणन गर्दा यति आउँछ, भाग गर्दा यति आउँछ। आउँछ आउँछ, किन नआउँछ? भाग दुईटैमा आउनु पर्यो, एउटा मात्रै आएर भएन। फेरि एउटा मात्रै जसरी नै आइहाल्छ नि। यो दुईटैमा भाग गर्दा नि यति आउनु पर्यो कि। एउटा मात्रै गर्दा त आइहाल्छ, तर दुईटैमा आउनुपर्छ। अब नम्बर 16 मा तरकारीको भाउ 8% घट्दा, त्यसो भए 8% घट्दा कति हुन्छ भन्नुहोस् त? तरकारीको भाउ 8% घट्दा कति बाँकी रहन्छ? अहिले 8%
घट्दा कति बाँकी रहन्छ 92 92% बाँकी हुँदा सुरु मूल्य कति हो अहिले 92 बाँकी हुँदा सुरु मूल्य 100 हो अहिले 92 बाँकी हुँदा सुरु मूल्य 100 हो 8% ले घट्यो 1 बाँकी हुँदा सुरु मूल्य 100 अपन 92 अब अहिले कति बाँकी हुने 1150 बाँकी हुँदा सुरु मूल्य कति हो 100 अपन 92 इन्टु 1150 ल 23 चौको 92 23 पंचे 115 यसले 25 भनेपछि 1250 यहाँ कति रुपियाँ फरक पर्यो अहिले 1150 हुनुहुने अहिले 1250 रहेछ यहाँ कति रुपियाँ फरक पर्यो अहिले 1150 हुने अहिले 1200 रहेछ यहाँ 100 रुपियाँ फरक पर्यो 100 रुपियाँ फरक पर्दा कति केजी बढी आयो त 100 रुपियाँ बराबर कति केजी बढी आयो 4 केजी त्यसो भए कति 1 केजीले कति पर्यो त रु 25 आइन्छ सक्यो 1 केजीको 25 रुपियाँ पर्यो अहिले 8% घट्दा 92 बाँकी हुँदा होइन 100 थियो 1 हुँदाखेरि 100 बाई 92 भयो अहिले 1150 हुँदा सुरुमा 1250 थियो त्यहाँ 100 रुपियाँ घटेको छ 100 रुपियाँ घट्नु भनेको सकियो अब नम्बर 17 मा यति सक्न सक्यो सूत्रबाट गयो तर सूत्र समेत चाहिँ के गर्नु पर्यो अब यहाँ हेर्नुहोस् है यहाँ राम बिन्दु ए बाट सिधा 7 मिटर दक्षिण गयो राम बिन्दु ए बाट सिधा 7 मिटर ई बिन्दुबाट सिधा 7 मिटर दक्षिण गयो यहाँ 7 मिटर दक्षिण गयो अब बायाँ दायाँ भने अब यता आउँथ्यो यसरी क्लकवाइज बायाँ भनेपछि यता सिधा बायाँ गयो कति गयो 24 मिटर गयो अब पुनः उत्तर पश्चिम दिशामा सिधा एमा नै पुग्छ अरे यहाँ उत्तर पश्चिम भने त यता एमा नै पुग्छ अरे यो उत्तर पश्चिम भने यहाँ उत्तर पश्चिम भने यो हो यहाँबाट यहाँ ओमा पुग्छ ओबाट उत्तर पश्चिम भने यो हो अब यो चाहिँ यच भयो पाइथागोरस अनुसार यो पाइथागोरस अनुसार यच बराबर पी स्क्वायर प्लस बी स्क्वायर पी स्क्वायर भनेको 7 को स्क्वायर 24 को स्क्वायर 7 को स्क्वायर भने 49 24 को स्क्वायर भने 576 यो भनेको 625 यो भनेको 25 को स्क्वायर ल आन्सर 25 मिटर ल अब यहाँ कन्फ्युजन छ त नम्बर 18 मा यहाँ बी दायाँबाट हुनु पर्यो नि ए नै दायाँ भयो ए बायाँबाट 18 त ए होइन बी हो त उहाँ त बी भन्नु पर्यो नि ए नै टाइप भन्नु ए भन्ने त भएन ए र बीका बिचमा ठिक बिचमा सी छ भनेपछि यहाँ हेर्नु यो ए बायाँबाट 18 मा ए बायाँबाट 18 मा बी दायाँबाट यो कतिमा छ 30 मा छ यति हो ए र बीका ठिक बिचमा चाहिँ सी छ अरे जो ठिक बिचमा सी छ जो बायाँबाट नै 25 मा पर्छ अरे यहाँ बिचमा कतिजना भयो त यो बायाँबाट 25 भनेपछि बिचमा कतिजना भए बिचमा चाहिँ 6 जना भयो 18 6ले 24 1ले 25 यहाँ पनि 6 नै जना भयो ठिक बिचुनलाई हो यहाँसम्म 25 जना भयो अनि यी 6 जना भए अनि यी 30 जना भए आन्सर 61 ल आन्सर 61 जना यो देब्रेबाट 18 मा यो दाहिनेबाट 30 मा यी देशका दुईटाका ठिक बिचमा सी छ
सी चाहिँ यो चाहिँ लेफ्टबाट 25 आउँछ भनेपछि 18 6ले 24 यसलाई गर्दा 25 भयो बिचमा ठिक्क बिचुनलाई यहाँ 6 बसी यता 6 चाहियो यहाँसम्म 25 भयो यी 6 जनाले 31 भयो यो 30 जनाले 61 अब अर्को अब नम्बर 19 मा 19 नम्बरमा हेर्नुहोस् है अब 19 मा यस्तो छ यो 93 63 93 63 39 हो यो जोड्नुहोस् त यो ती 3 6 भयो यो 93 र 63 जोड्दा ती 3 6 9 6 15 156 भने 39 चौको यो दुईटा जोड्दा यसलाई 4 ले गुणन गरेछ त्यो गर्छ अब कति हो त यो 44 यो 72 यो 44 प्लस 72 जोड्दा 116 भनेको यो 29 इन्टु 4 अब त्यसो भए यहाँ चाहिँ 47 र 13 47 र 13 जोड्दा 60 60 लाई इन्टु 4 गर्दा 60 हुनु पर्यो भनेपछि 15 चौको 60 आन्सर 15 अब यहाँ कन्फ्युजन छ त यसमा यो दुईटा जोड्दा 156 भयो 39 चौको 156 यो दुईटा जोड्दा 29 चौको अब यो त के गाह्रो पर्यो अब 20 नम्बरमा अब 20 यो पनि सजिलो यो चित्र कण्ठ पार्नु पर्ने यहाँ 3 4 दिन तपाईँलाई मैले यहाँ कण्ठै पार्नुपर्ने चित्र मध्ये यो पनि एउटा हो यो 20 को 27 वटा हिजोको 28 वटा आजको 27 वटा यो 27 वटा अब भोलि अर्को आउँछ यो तपाईले 4 5 वटा 5 वटा चित्र कण्ठ पार्नु पर्छ यो मध्ये एउटा यो पनि हो यसमा 27 वटा त्रिभुज यहाँ गण र विधि विधान गर्नु परेन 27 वटा त्रिभुज यसलाई कण्ठै पार्ने यस्ता केही चित्रहरू यसो फाइदा के हुन्छ भने समय नि बच्छ मिस्टेक पनि हुँदैन यसले सोध्ने यही चित्र नै हुन्छ यो 27 वटा त्रिभुज कण्ठै पार्ने अब 21 नम्बर 21 नम्बरमा हेर्नु त या कुन चाहिँ छ अरु सबैमा के छ कालो पछि क्लकवाइज छ यो सीको चाहिँ मिले हैन सीको चाहिँ मिले हैन अरुमा चाहिँ सँगै यो यस्तो हेरि यस्तोमा यो कालो फुल जस्तो पछि लगत्तै सेतो छ कि यस्तो अनि यहाँ चाहिँ त्यो सीमा चाहिँ एउटा छुटेर एउटा लाइन भएर अनि अर्को छ अब त्यहाँ चाहिँ तपाईँको एउटा लाइनले त्यहाँ छुट्याएको छ सी चाहिँ उल्टो छ आन्सर सी अब 22 को कुन चाहिँ हुन्छ 22 को हेर्नु त 22 को डी हुन्छ होला नि च्यादर हेर्नु त डी त्यो त 4 तिर च्यातिएला नि त च्यादर 22 को डी हुन्छ कि बी डी नै हुन्छ होला 21 को सी भन्यो यहाँ अरूमा यो पछि यस्तो छ तर सीमा चाहिँ यहाँ हेर्नु हेरी यस्तो छ सीमा चाहिँ यहाँ कालो छ अनि यहाँ लगत्तै छैन अनि यहाँ मात्रै सेतो छ यहाँ यहाँ ग्याप धेर छ कि च्यात्र हेर्दा डी नै हुन्छ च्यात्र हेर्नु न 22 को डी नै हुन्छ किन त 4 तिर च्यातिन्छ नि त डी नै हुन्छ अब 23 नम्बरमा 23 मा हेर्नुहोस् है यो च्यात्र हेर्नु त एकचोटि है अब यहाँ हेर्नु यो ए अब 22 नम्बरमा ल
अहिले यस्तो छ यस्तो छ अन्त 4 भागमध्ये 1 भाग बनायो ए यो त ऊ हुँदो रहेछ यो बीको हुँदो रहेछ बीको हुँदो रहेछ यो डी होइन कि बी चाहिँ हुँदो रहेछ त्यो दुइटा मात्रै त्यो अर्को पट्याएको रहेछ दुइटा मात्रै पट्याएको रहेछ यस्तो छ यति गरेर भने यो 4 पाटो थियो यो 4 पाटो थियो यसलाई यसरी बढाउनु न यसो गर्नु यसलाई इक्जाममा त गर्ने तरिका चाहिँ यति इक्जाममा अप्सन हुन्छ तपाईँलाई इक्जाममा चाहिँ यति गर्नु इक्जाममा 4 भाग लाउने यसरी 4 भाग लाउने ल हेर्नु हो अब यो पार्ट चाहिँ माथिसँग हेर्ने यति त हो नि यसलाई यो अप्सनलाई 4 भाग लाउने 4 भाग लाइसकेपछि यो पार्ट चाहिँ कहाँनिर आए ल यहाँ आएन योसँग हेर्ने यति गर्ने इक्जाममा चाहिँ यति गर्ने त्यहाँ अप्सन हुन्छ अप्सनलाई ट्याक्क यहाँ बिचबाट सेन्टरबाट 4 भाग लगाइदिने अनि हेर यो पार्ट चाहिँ कहाँनिर छ त्यो माथि त यस्तो छ इक्जाममा चाहिँ यो ट्रिक सबभन्दा इजी यसमा त्यो ए को अलिक फ्ल्याट छ कि ए र बीमा उही छ तर ए को अलिक फ्ल्याट छ यो त चुच्चो छ नि यो ए को चाहिँ अलिक फ्ल्याट भयो यो बीको आन्सर इक्जाममा चाहिँ यति गर्नु अनि यो पार्ट यहाँ मिलाइ हुन्छ अब अर्को हेर्नुहोस् अब नम्बर 23मा 23 नम्बरमा यहाँ हेर्नुहोस् है 23मा यस्तोमा तपाईँले यो चलाइहाल्नु 23मा के छ भनेपछि यहाँ यस्तो पहिला अपोजिट पत्ता लगाउनुहोस् अपोजिट पत्ता लगाउने यो अपोजिट पत्ता लगाउँदा यसको यो भयो थोप्लोको खाली भयो प्लसको खाली भयो अब यसको यो बाँकी भयो हो अब यसको यो बाँकी भइसकेपछि यता बन्दैन यसको यस्तो भइसकेपछि यता बन्दैन अपोजिट भाग एकसाथ आउँदै आउँदैन ए बन्दैन अब ए बन्दैन भनेपछि ए अप्सनमा हुन्छ त्यसलाई उडाइदिने एन्सर सकियो ए बन्दैन भन्ने कुरा ग्यारेन्टी भयो यसको र यो अपोजिट एकसाथ आउँदै आउँदैन यसको अपोजिट यो भयो यसको अपोजिट यो भयो एउटा छोडेपछि अपोजिट आउँछ एउटा कोठा छोडेपछि अपोजिट आउँछ यो र यो अपोजिट भयो अब ए बन्दैन भनेपछि त्यहाँ ए हुने जति अप्सनलाई उडाइदिनुहोस् त आन्सर बी बाँकी र सक्यो एमा ए बन्दैन भनेपछि कहिले तपाईँले यो चलाइहाल्नु भने ए ओन्ली भनेको छ 1मा 2मा बी एन्ड सी भनेको छ बी एन्ड सी भनेको छ 3मा चाहिँ ए बी र डी भनेको छ ए बी डी भनेको छ अल ए बी सी डी भनेको छ जब ए बन्दैन भन्ने ग्यारेन्टी भएपछि यो सकियो कि त अप्सन हुँदैन यही आन्सर सकियो यो त यहाँ हेरेर किन नभन्नु नि सी त बनिहाल्छ नि यो 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 फ्रन्ट गर्दाखेरि बनिहाल्छ यो त सी बन्छ सकियो ए नबन्ने भएपछि यो उडो यो उडो यो उडो ए भयो अब नम्बर 24मा 24 नम्बरमा हेर्नुहोस् है अब 24 नम्बरमा मेनभित्र एउटै मान्छे हस्बेन्ड र ब्रदर यो मेनभित्र हस्बेन्ड र ब्रदर ल
अब सकियो। अब नम्बर 25मा 24मा यो 25मा 25मा कुन चाहिँ हुन्छ नि त डीको अलिक फ्ल्याट छ होइन यो बीको चाहिँ हुन्छ बीको चाहिँ ए को हुन्छ त्यो यसको सिधा जोडिएको हो नि त ए यसको जोडिएको बस्नु यो यो एकै हुन्छ यो यो एको अलिकति फेरि बाङ्गो भयो यो बीको चाहिँ सिधा आउने त्यहाँ बन्ने होइन तर अलिक सानो देखियो बीको अरूभन्दा बिगै चाहिँ हुन्छ त्यो एको त टाँसिनु भयो त्यो एको र डीको भएन सीको पनि भएन बिगै हुन्छ ल आन्सर बी चाहिँ हुन्छ त्यो डीको त टाँसिया है त्यहाँ टाँसिन गएपछि त्यहाँ टाँसिएकै होइन यो यस चाहिँ यतापट्टि टाँसिन गएको है यस्तो यस्तोमा यो यस चाहिँ यस्तो यस्तो टाँसिन आएको छ होइन यता त्यहाँ डीमा टाँसिया होइन त्यही भएर बी आन्सर यो त यता टाँसिन गएको छ त्यहाँ त टाँसिएकै होइन हस्बेन्ड र ब्रदर म चाहिँ कसैको हस्बेन्ड हो म कसैको भाइ पनि हो कि मै एउटै मान्छे म लोग्ने पनि हो म कसैको लोग्ने पनि हो म कसैको भाइ पनि एउटै मान्छे लोग्ने र भाइ हो होइन दाइले मलाई भाइ भन्छ मेरो श्रीमतीले मलाई लोग्ने भन्छ एउटै मान्छे त मेनै हो सबै मान्छे लोग्ने पनि हुँदैन सबै मान्छेका भाइ पनि हुँदैन अब डेटा इन्टरप्रिटेसन हेर्नुहोस् है अब आजको डेटा इन्टरप्रिटेसनमा यहाँ पहिला कन्डिसन बुझ्नु पर्यो यहाँ पहिला कन्डिसन दिएको छ हेर्नुहोस् त यहाँ एभ्री स्टुडेन्ट अफ इच क्लास पार्टिसिपेट इन अ गेम हरेक कक्षाका हरेक मान्छेले खेलकुदमा भाग लिन्छन् रे इच स्टुडेन्ट पार्टिसिपेट इन वान गेम हरेकले एउटा खेल मात्रै भाग लिन्छन् रे द टोटल नम्बर अफ बोइज आर क्लास जोड दिएर छ बोइज बराबर 444 जोड दिएर छ अब इच गेम एभ्री क्लास पार्टिसिपेन्ट 50% भनेपछि केटी चाहिँ केटाको आधी छ अरे केटी चाहिँ केटाको जहाँ पनि आधा केटाको आधा जहाँसुकै पनि भनेपछि केटी चाहिँ 222 गर्न पाइहाल्यो जहाँ जति केटा छ त्यसो ठ्याक्क आधा केटी राख्दैन सकियो यो कन्डिसनले यो दियो 50% भने आधा भनेको अब नम्बर 26मा हेर्नुहोस् है यसले के भन्यो भने द ग्रल अफ क्लास भिआइआईमा ग्रल हेर्नु त भिआइआईमा केटीको आधा पहिला सबै जोड्नुहोस् यो 22 प्लस 18 प्लस 24 प्लस 24 प्लस 12 प्लस 6 यो केटी चाहिँ यो चाहिँ बोइज भयो यो चाहिँ भिआइआईमा अब ग्रल चाहिँ 11 9 12 6 3 यो यसको आधा 50% यो चाहिँ ग्रल भयो अब यो कति भयो त 11 9 21 33 39 3ले कति आयो 41 यो 41 जना आयो अब अर्को के भन्यो यसले यक्स आइआईमा द बोइज यक्स आइआईमा चाहिँ कति छ बोइ 24 12 यक्स आइआईमा बोइ चाहिँ 24 प्लस 12 प्लस कति छ 20 8 छ 20 8 र 6 12 हाल्ने 20 40 र 24 ले 64 6 ले 70 हो अब यहाँ 41 जना केटी 70 जना केटा यसले के भने जम्मा यो जम्मा चाहिँ 4 4 4 केटा 2 2 2 केटी इन्टु पर्सेन्ट 100मा ल यति 26 नम्बरको यति यो भिआइआईको केटाको आधा केटी छ यक्स आइआईमा केटा 70 जम्मा विद्यार्थी यहाँ केटा 444 केटी 222 भनेपछि पर्सेन्ट 100मा ल 100/6 आउँछ भन्नु तपाईँले त्यहाँ जे लेख्नु त्यही लेख्नु
सबै 6%। ल आन्सर कति हो भन्दा 16। 16 भनेको 16 2/23 होइन, 16 2/3 चाहिँ हुनु पर्ने। यो आन्सर सी, 16 2/3। यो त्यति हो। अब 27मा, 27मा के भन्यो भने बिफोर स्टार्टिङ अ म्याच एभ्री गर्ल हकी प्लेयर इन द क्लास यक्स सेक ह्यान्ड। पहिला हकी प्लेयरमा कति त? कक्षा यक्समा बोई कति छ? कक्षा यक्समा हकीमा बोई कति छ? 22 छ। यसको केटी कतिजना भयो त? केटा 22जना भयो। अब केटी चाहिँ 11जना। यिनीहरूले प्रत्येकले प्रत्येकसँग हात मिलाउँछ अरे। यन इन्टु यन माइनस 1/2 भनेपछि 11 पञ्चे 55जना, 55 पटक। कक्षा यक्समा हकी खेल्ने केटा 22जना, त्यसको आधी केटी हुन्छ। हरेकले हरेकसँग हात मिलाउँदा यन इन्टु यन माइनस 1/2 हो। केटी 11जना भयो। 11मा 1 घट्दा 10/2। यो बुझ्नुभयो नि? यो पनि क्लियर छ। अब नम्बर 3मा, नम्बर 3मा के भन्यो भनेपछि के अरे 26 को 27 को। अब 28मा, 28मा अ कमिटी अफ 5 स्टुडेन्ट्स टु बी फर्मड आउट अफ द ब्याडमिन्टन प्लेयर अफ क्लास XII। ल पार्टिकुलर मेम्बर अलवेज इन्क्लुडेड हो। यो अझै ट्रिकी छ। यहाँ हेर्नुहोस् है, यो सबैभन्दा पहिला यसले के भन्यो भने यो 28 नम्बर अहिले पछि बुझ्ने भन्नुहुन्छ। यहाँ हेर्नु नि 28मा पहिला के भन्यो भने पहिला यसले के भन्यो? अ कमिटी अफ 5 स्टुडेन्ट्स टु बी फर्मड आउट अफ द ब्याडमिन्टन प्लेयर इन क्लास XII। क्लास XII मा ब्याडमिन्टन प्लेयर कतिजना छन्? क्लास XII मा ब्याडमिन्टन प्लेयर कतिजना भयो? ब्याडमिन्टन प्लेयर कतिजना छन् भन्नु त? 6 जना छन्। त्यसो भए ब्याडमिन्टन प्लेयर 6 जना हो भने यो बोइज हो। त्यसो भए गर्ल कति हो त? गर्ल 3। जम्मा ब्याडमिन्टन प्लेयर चाहिँ 9 जना हो। त्यहाँ 3 चाहिँ तपाईँको माथिको इन्फर्मेसनबाट तपाईँले त्यहाँ झुकिनु हो भने डुब्छ। 9 जना हो। 9 जनाको मध्ये 5 जनाको कमिटी बनाउनु छ। 5 को कमिटी बनाउनु छ। त्यसो भए 9 जना मध्ये एउटा त तपाईँको पार्टिकुलर मेम्बर हुनै पर्छ। पार्टिकुलर एउटा त स्थायी हो, त एउटा त हुनै पर्यो, हुनै पर्छ। त्यसो भए यो 8 जना, यो 9 जनामा कतिजना बाँकी छन् त? अब 9 जनामा कतिजना बाँकी छन्? अब 8 जना। यो 8 जना मध्ये तपाईँले कतिजना, यो एउटा त यहाँ भइसक्यो 5 जनाको कमिटीमा। त्यसो भए यो 8 जना मध्येबाट तपाईँले कतिजना लिनु पर्यो? 8 जना मध्येबाट कतिजना लिनु पर्यो? 8 जना मध्येबाट तपाईँले कतिजना लिनु पर्यो? 4 जना। अब सूत्र यन फ्याक्टोरियल अपन यन माइनस आर फ्याक्टोरियल, आर फ्याक्टोरियल। तपाईँले 9 जना थिए, 6 र 3ले 9 जना थिए। 9 जना मध्ये 5 जनाको कमिटी बनाउनु पर्यो। त्यो मध्ये एउटा त तपाईँको कन्स्ट्यान्ट हुनै पर्यो। भनेपछि तपाईँलाई एउटा त फिक्स भइसक्यो। त्यसो भए 4 जना अरू चाहियो। यो 9 जना मध्ये एउटा फिक्स भइसक्यो। 8 जना मध्येबाट तपाईँ 4 जना छान्ने हो। अब यनको मान 8, 8 फ्याक्टोरियल अपन माइनस 4 फ्याक्टोरियल इन्टु 4 फ्याक्टोरियल। अब 4 सम्म चाहिँ आउनु पर्यो। 8 इन्टु 7 इन्टु 6 इन्टु 5 इन्टु 4 फ्याक्टोरियल अपन 8 मा 4 गर्दा 4 फ्याक्टोरियल इन्टु 4 रही 4 3 2 1। यो 4 4 गयो फ्याक्टोरियल। अब 4 दुना 8 पनि हिँडो। 3 दुना 6 भयो। 7 पञ्चे 35 दुना 70 हो त? 70। आन्सर 70। ल आन्सर ए। पहिला फेरि एकचोटि, यो ब्याडमिन्टनमा यो चाहिँ 6 जना बोई छ क्लास XX मा। तीमध्ये आधी केटी भनेपछि 3 जना 9 जना। 9 जना मध्ये तपाईँले 5 जनाको कमिटी बनाउनु पर्ने। 1 जना कन्स्ट्यान्ट हुनै पर्ने। 9 जना मध्ये तपाईँको एउटा कन्स्ट्यान्ट भएपछि 8 जना बाँकी रहे। 5 जना मध्ये एउटा भइसकेपछि 4 जना टुप टिम हुनु पर्यो। अनि यति गरेपछि आन्सर 70 भयो। ल अब 29 नम्बरको, 29 नम्बरमा के भन्यो भने हाउ मेनी बोइज कान्ट बी पेयर फर अ ग्रुप इफ बोइज अफ क्लास XI एन्ड X आर पेयर विथ गर्ल्स इन द सेम क्लास। ल कतिजनाले चाहिँ त्यहाँ पेयर हुन पाएनन्? ल भन्नु त।
6 जना त बोई नै हो, टोटल त 9 जना भयो नि 3 टिकटिपछि। अब 29 को कतिजना भयो? 77 पेयर नहुने भने कतिजना बढी छ त्यति गर्नु पर्यो। 77। अब 30 नम्बरमा के भन्नु? हाउ मेनी स्टुडेन्ट्स इन द गिभन क्लास इज प्ले फुटबल? फुटबल खेल्ने कतिजना? फुटबल खेल्ने कतिजना जोड्नु त? फुटबल खेल्ने कति कतिजना छन् जम्मा टोटल जोड्दा? सबै जोड्दा कति आउँछ? त्यसको 50% गर्दाखेरि कति आयो? 88 जना बोइज छन्, त्यसको 44। ल सकियो। यो डाटा पनि नचुकिनु होला, एकदम इम्पोर्टेन्ट छ यो डाटा। 132 जना केटा, 28 जना पछि केटी आधी भयो, यसको 50% बढ्यो। अब 29 को के भन्नु? यहाँ हेर्नुहोस् है, 29 को 29 मा के भन्नु भने हाउ मेनी बोइज क्यान पेयर इन द फर द गेम इफ बोइज क्लास एक्स आइएक्स र एक्स आर पेयर विथ गर्ल फर दियर क्लास। भनेपछि यो आइएक्स र यक्सको टोटल जोड्नु त। आइएक्स र यक्सको टोटल जोड्नुहोस्, 154 आउँछ। अब यसको आधी केटी भनेपछि 77 जनाले जोडी पाए, 77 जनाले पाएन नि। 154 आउँछ, अनि त्यसपछि आधी केटी भएपछि आधी केटालाई त केटी नै छैन नि त। ल यो डाटा एकदम इम्पोर्टेन्ट छ आजको। अब भोलि त बिहानै भइहाल्यो, भोलि पनि तपाईँलाई क्वेसन आइसक्यो होला, त्यहाँ हेर्नु पर्यो। 8 को 2:1, 8 को 2:1, 29 को 77 जना, जम्मा 154 जना मध्ये आधी केटी छन् भनेपछि आधी 77 जनाले त पाउँदै पाएन। र सबैलाई नमस्कार छ।